धेरैले भन्छन् मकर संक्रान्ति नै विन्टर सोल्स्टिस हो, तर आज यो सही छैन। तर इन्ट्रेस्टिङ कुरा के छ भने हजारौं वर्ष अघि यो कुरा सही थियो। सो व्हाट चेन्ज्ड? सन चेन्ज्ड, क्यालेन्डर चेन्ज्ड और अर्थ इटसेल्फ चेन्ज्ड। पृथ्वी सिधा छैन। पृथ्वीको धुरी 23.5 डिग्रीले ढल्किएको छ। यही ढल्काई अर्थात् टिल्टले सिजन, सोल्स्टिस, इक्विनोक्स सबै बनाउँछ। यो टिल्ट नभएको भए ऋतुहरू हुँदैन थिए। पृथ्वीको मध्यबाट पास हुने रेखालाई भूमध्य रेखा अर्थात् इक्वेटर भनिन्छ र इक्वेटरको माथिपट्टिको भागलाई उत्तरी गोलार्ध नर्दर्न हेमिस्फियर र तलपट्टिको भागलाई दक्षिणी गोलार्ध साउदर्न हेमिस्फियर भनिन्छ। हाम्रो नेपाल नर्दर्न हेमिस्फियरमा पर्छ। पृथ्वी सूर्यको वरिपरि अण्डाकार कक्षामा घुम्छ र साथै आफ्नो टिल्टेड एक्सिसको इलङमा स्पिन हुन्छ। यही क्रममा जब पृथ्वीको नर्दर्न हेमिस्फियर सूर्यतिर सबैभन्दा धेरै झुक्छ तब समर सोल्स्टिस हुन्छ र यो मितिमा दिन सबैभन्दा लामो र रात सबैभन्दा छोटो हुन्छ। र जब पृथ्वीको नर्दर्न हेमिस्फियर सूर्यबाट सबैभन्दा धेरै टाढा झुक्छ वी गेट विन्टर सोल्स्टिस र यो मितिमा दिन सबैभन्दा सानो र रात सबैभन्दा ठुलो हुन्छ। समर सोल्स्टिस प्राय जुन 21 मा पर्छ भने विन्टर सोल्स्टिस डिसेम्बर 21-22 मा पर्छ। यसर्थ सोल्स्टिस भनेको सूर्य नर्थ वा साउथको म्याक्सिमम बिन्दुमा पुग्नु हो। प्रत्येक सोल्स्टिसमा पृथ्वी आफ्नो दिशा बदल्ने भएकोले केही समयको लागि टक्क अडिन्छ। अर्थात् विन्टर सोल्स्टिसमा सूर्य उत्तरायण हुन्छ अर्थात् दक्षिणबाट उत्तरतर्फ मोडिन्छ। त्यस्तै समर सोल्स्टिसमा सूर्य दक्षिणायन हुन्छ अर्थात् उत्तरबाट दक्षिणतर्फ मोडिन्छ। यस्तै वर्षमा 2 पटक एराउन्ड मार्च 20 र सेप्टेम्बर 20 मा सूर्य ठ्याक्कै इक्वेटरमाथि हुन्छ। यो मितिमा दिन र रात बराबर हुन्छ जसलाई इक्विनोक्स भनिन्छ। पृथ्वीको टिल्ट नभएको भए पृथ्वीको सबै ठाउँमा सिजन एकनासको हुन्थ्यो। तर यो टिल्टको कारणले कहिले उत्तरी गोलार्धमा र कहिले दक्षिणी गोलार्धमा सूर्यको किरण बढी पर्छ, साथै कहिले दुवै गोलार्धमा बराबर पर्छ। ध्यान दिनुपर्ने कुरा के छ भने ल्याटिच्युडको अनुसार सूर्यको किरण पृथ्वीको विभिन्न ठाउँमा फरक पर्छ। यसको कुरा छुट्टै भिडियोमा गरौँला। अब आउँछ संक्रान्ति। संक्रान्ति अर्थको टिल्टसँग सम्बन्धित छैन। यो आकाशमा भएको ताराहरूको समूह अर्थात् नक्षत्र वा तारामण्डलको पोजिसनसँग सम्बन्धित छ। हरेक वर्ष ताराहरूको स्थान सेम नै रहन्छ भन्ने मान्यता हुन्छ, तर वास्तवमा यस्तो हुँदैन। मकर संक्रान्तिको बेला सूर्य मकर नक्षत्र अर्थात् तारामण्डल वा कन्स्टलेसनमा प्रवेश गरेको हुन्छ। हरेक वर्ष आकाशमा ताराहरूको स्थान कसरी फरक पर्छ त? सानो छँदा हामी सबैले गुच्चा खेलेको। गुच्चा जसरी डगमगाउँदै घुम्छ त्यसरी नै पृथ्वी पनि डगमगाउँदै घुम्छ। यो डगमगाउनुलाई ओभल भनिन्छ। यसरी डगमगाएर स्पिन हुँदा पृथ्वीको नर्दर्न पोल एउटा सर्कलमा घुम्छ। एक सर्कल कम्प्लिट हुन करिब 26,000 वर्ष लाग्छ अर्थात् 72 वर्षमा 1 डिग्री घुम्छ। यसको मतलब अहिले पृथ्वीको उत्तरी ध्रुवको माथि भएको पोलारिस कन्स्टलेसन अबको 72 वर्षपछि हुँदैन। यहाँ अर्कै तारामण्डल अर्थात् नक्षत्र हुन्छ। पृथ्वी डगमगाउनुको कारणले ताराहरूको पोजिसन हरेक 72 वर्षमा 1 दिन पछाडि गइरहेको हुन्छ। विक्रम सम्वत क्यालेन्डरमा जहिले पनि त्यही ताराको पोजिसनलाई आधार मान्ने हुँदा वास्तविक विन्टर सोल्स्टिस भन्दा मकर संक्रान्तिको डेट आज करिब 23 दिन पछाडि सरेको छ। करिब सन् 300 मा विन्टर सोल्स्टिस र मकर संक्रान्तिको डेट एउटै थियो। हरेक 72 वर्षमा 1 दिन पछाडि सर्दा यो करिब 23 दिन पछाडि सरेको हो। कन्क्लुजनमा भन्नुपर्दा सोल्स्टिसले अर्थको टिल्टलाई अनुसरण गर्छ भने संक्रान्तिले स्टार्सको पोजिसनलाई। यिनीहरू एक समयमा एउटै थिए तर अर्थको ओभल यिनीहरूलाई छुट्यायो।